जेएनयू आन्दोलन भनेको चाहिँ अहिलेसम्म राज्य सत्ता जुन राजनीतिक हिसाबले प्रणाली परिवर्तन भयो, प्रणालीको स्पिरिट अनुसार पछि बनेका सरकारहरूले काम गर्न नसकिसके पछाडि सरकारमा भएका दलहरू धेरै हिसाबले चाहिँ नेतृत्वहरू खास गरिकन धेरै हिसाबले बदनाम हुँदै गइसकेपछि, विश्वसनीयता गुमाउँदै गइसकेपछि अनि उनीहरूबाट अपेक्षा आशा राखिएको तर पुरा गर्ने अवस्था अब छैन भन्ने एक खालको निराश हुने अवस्था पक्का भइसके पछाडि चाहिँ विद्रोहको एउटा उता सुरु भएको थियो। तर एज अ होल त्यो चाहिँ विस्फोट हुने परिस्थिति कसरी बन्यो भने चाहिँ जब सोसाइटिस बन्द भयो, त्यस पछाडि चाहिँ एउटा विस्फोट हुने जुन परिस्थिति एज अ होल बनेको थियो, त्यसमा चाहिँ आगोको झिल्को चाहिँ जेएनजीले लगायो। परिणाम स्वरूप चाहिँ आजको परिस्थिति बनेको हो भन्ने लाग्छ। जेएनजी आन्दोलन भनेको नागरिकहरूको आक्रोश हो भ्रष्टाचार प्रति, व्यतिथि प्रति, र अहिलेसम्म जुन लोकतन्त्रलाई मिचेर जुन किसिमको शासन सत्ता चलाइरहेको हो नेताहरूले, त्यसप्रतिको आक्रोश, वितृष्णा र रोष हो भनेर मैले भन्छु। जेएनजी आन्दोलन 23 गते भनेको त्यही भ्रष्टाचार र केही व्यक्तिहरूलाई चयन र केही व्यक्तिहरूलाई ऐन, ठुलाहरूलाई चयन र सानोहरूलाई ऐन देखेर त्यसप्रति नै यानि मानिसहरूमा वितृष्णा बढ्दै गएर जुन आएको आन्दोलन भनेको त्यो जेएनजी आन्दोलन हो भन्ने लाग्छ। सोसल मिडिया ब्यान गर्ने जुन काम भयो, त्यो सोसल मिडिया ब्यान भनेको नागरिकहरूको मुख झन् थुन्ने काम, त्यस भ्रष्टाचार, त्यो अनियमितताको विरुद्धमा मानिसहरू नबोलुन् भनेर त्यो जानेर सरकारले त्यसलाई थुन्ने काम गर्यो भनेर जो चुप लागेर बसेका थिए उनी पनि अब सहन नसक्ने भनेर उनीहरू ओर्लिएर आएका हुन् यसको यो व्यतिथिको विरुद्ध र एक किसिमले भन्ने हो भने अधिनायकवादको विरुद्ध पनि। होइन, यो त संविधानले सम्बोधन गर्न नसकेका इस्युहरू, संविधान कार्यान्वयन गर्न नसकेका इस्युहरू अनि नेतागिरी जुन छ नि, अथवा नेतातन्त्र जुन छ नि, नेतातन्त्रले असन्तुष्ट जेएनजी पुस्ता लगायत आम नेपालीहरूको असन्तुष्टि अभिव्यक्त भएको हो। यस्तो छ, जेएनजी आन्दोलनलाई चाहिँ वास्तवमा यो के हो भने लामो समयदेखिको नेपाली जनताको बिचमा जुन एक्सपेक्टेसन थियो, विभिन्न व्यवस्थाहरू परिवर्तन हुँदै जाँदाखेरि हैन त्यो एक्सपेक्टेसन पुरा होला भन्ने थियो, तर त्यो भएन। कुशासन, भ्रष्टाचार, व्यथिति, अब सामाजिक अन्याय लगायतका समस्याहरूले एक खालको जनतामा असन्तुष्टि थियो नेपालभरि नै, सबै समुदायका जनताहरूमा। त्यसको एउटा प्रकटीकरण हो भन्ने मलाई लाग्छ हैन। जेएनजी चाहिँ माध्यम बन्यो, जेएनजी मुभमेन्ट, त्यो मुभमेन्टको माध्यमबाट जनताकै असन्तुष्टिहरू चाहिँ बाहिर आएको छ।